डाइटमा हुनुहुन्छ भनेर बेलुकीको खाना निरस हुनुपर्छ भन्ने छैन। आज हामी बनाउँदैछौँ हल्का पोसिलो र पेटलाई आराम दिने ओट्स भेजिटेबल सुप। सबैभन्दा पहिले एउटा प्यान लिनुहोस् र त्यसमा 1 कप पानी हाल्नुहोस्। पानी उम्लिन थालेपछि अब तरकारी हाल्ने पालो। सबैभन्दा पहिले म हाल्दैछु काटिएको काउली, कम क्यालोरी, धेरै फाइबर र पाचनका लागि एकदम राम्रो। त्यसपछि काटिएको गाजर, भिटामिन ए को सोर्स, यसले प्राकृतिक मिठास दिन्छ र आँखाका लागि पनि फाइदाजनक छ। अब हरियो केराउ, फाइबर र प्रोटिन दुवै पाइने राम्रो स्रोत। र अन्त्यमा हरियो साग। रातिको खानामा चाहिँ हरियो साग भनेपछि झन् राम्रो हुन्छ। अब यसलाई राम्ररी उम्लिन दिनुहोस्। अब म हाल्दैछु अलिकति बेसार। यसमा प्राकृतिक एन्टिसेप्टिक र एन्टी इन्फ्लामेटरी गुण हुन्छ। यहाँ म एउटा कुरा भन्न चाहन्छु, मैले चाहिँ नुन हालिन। म बेलुकीको खानामा नुन खादिनँ, त्यसैले मैले चाहिँ यहाँ नुन हालिन, तर हजुरले आफ्नो स्वाद अनुसार नुन हाल्न सक्नुहुन्छ। अब भिजाएको इन्स्ट्यान्ट ओट्स हाल्नुहोस्। यसलाई सुप चाहिँ पेटभरि हुने गराउँछ, तर भारी चाहिँ हुँदैन। फेरि अलिकति उमाल्नुहोस् र राम्ररी चलाउँदै सबै कुरा मिसिन दिनुहोस्। अन्त्यमा कागतीको रस अलिकति हाल्नुहोस्, स्वादका लागि मात्र होइन, भिटामिन सी र आइरन एब्जर्प्सनका लागि पनि। बस तयार भयो हल्का पोसिलो र डाइट मैत्री बेलुकीको खाना। सरल खाना, खुसी पेट, मिठो निद्रा।